नमस्ते साथीहरू। आज म आफ्नो दुःख भन्नाले आफ्नो दुःख बोक्न आएको हुँ हैन। एक त मेरो घर पनि बन्दैछ हैन, सानो घर बन्दैछ। फेरि घर बनाउँदा पैसा त चाहिन्छ हैन, पैसा चाहिन्छ। त्यो पैसा जोड्नलाई कतिको गाह्रो हुन्छ भन्ने मलाई थाहा छ के। कति त्यो पैसा जुटाउनलाई कति के गर्नुपर्छ, कस्तो गर्नुपर्छ भन्ने मलाई थाहा छ के। मेरो खुद्रो केही होइन, एक त म सानैदेखि भन्नाले अब सेभिङ गर्ने मान्छे हो क्या। म त्यस्तो फाल्तु खर्च गर्दैन, म खासै त्यति फाल्तु खर्च गर्दैन, सेभिङ गर्छु क्या। त्यही भएर म आज सेभिङ गरेँ होइन। डेडीले भन्यो त्यो सेभिङको पैसा फुटाउनुपर्छ, भोलि त्यहाँ दिनु छ, बैङ्कमा जम्मा गर्नु छ र त्यहाँ कसलाई पो दिनु छ माग्दैछन् भन्यो होइन। त्यो पैसा फुटाएँ होइन। 9-10 हजार जति थियो मैले सेभिङ गरेको। 9-10 हजार जति थियो। त्यो पैसा निकाल्दा मलाई भन्नाले अब त्यो फुटाएर निकाल्दा मलाई कस्तो भयो, यस्तो भयो कि अब छोडिदियो क्या। आफूले जम्मा गरेको पैसा, आफूले बचाएर राखेको पैसा खर्च गर्दा के अर्को लोभ लाग्ने रहेछ क्या। जस्तै अब हामी डेडी मम्मीको पैसा माग्छौँ होइन, जति पनि फालाफाल खर्च गरे त्यति के लाग्दैन होइन, वास्तै लाग्दैन त्यो जति पैसा खर्च गरे। तर आफ्नो पैसा आफूले कहीँबाट केहीबाट मिल्यो, आफूले जस्तै जम्मा गर्यो, त्यो 5 रुपियाँ पनि निकाल्दा खर्च गर्दा कतिको के हुन्छ भन्ने मलाई थाहा छ क्या। त्यही भएर जिन्दगीमा हरेक कुरा म्यानेज गर्न सिक्नुपर्छ क्या। म्यानेज गर्न जानेन भने मान्छेको जीवन बेकार छ, त्यत्तिकै छ भन्ने बुझिन्छ क्या। मान्छेले जीवनमा हरेक कुरा म्यानेज कसरी गर्ने, कतिखेर के गर्नुपर्छ, कतिखेर कस्तो गर्नुपर्छ भन्ने कुरा बेलैमा थाहा भए राम्रो हुन्छ। पैसा पनि फाल्तु खर्च गर्नु हुँदैन। त्यही भएर जीवनमा राम्रो केही गर्नु छ भने मेहनत चाहिँ गर्नुपर्छ क्या। मेहनत चाहिँ गर्नुपर्छ। मेहनत नगरिकन हामी सोच्छौँ नि यस्तो गर्ला उस्तो गर्ला भनेर सोच्छौँ, तर गर्दैनौँ भने त्यो सोचको कामै छैन क्या। त्यस्तो मान्छेहरूको कामै छैन। ल भोलि यस्तो गर्छु भन्यो, तर त्यो कामलाई भोलि गरेर देखायो भने हुन्छ, नत्र खालि त्यत्तिकै बस्यो भने जीवन यत्तिकै चल्नेवाला छैन। जेनेरेसन कहाँदेखि कहाँ पुगिहाल्यो भन्नाले अब कहाँदेखि कहाँ पुगिहाल्यो, फेरि दुनियाँ कहाँदेखि कहाँ पुगिहाल्यो होइन। पहिला त मोबाइलहरू पनि थिएनन्, आजभोलि मोबाइलहरू छन्। के थिएन, कस्तो भयो, के चेन्ज हुँदैछ, अझ चेन्ज हुन्छ। हामीले ठुलो हुँदा अझ चेन्ज हुन्छ। त्यही भएर जीवन 2 दिनको छोटो जीवन हो। यो जीवनलाई खुसीमय र आरामदायी बनाउनलाई आजैदेखि आफैले मेहनत गर्नुपर्छ। अरू आएर केही गर्दैन आफ्नो लागि। भाग्य बदल्नु छ भने होइन, आफ्नै मेहनत गर्नुपर्छ। अरूले आएर तिम्रो भाग्य बनाउँदैन। आफ्नै भाग्य बनाउने मान्छेलाई अलि दुःख चाहिँ बढी हुन्छ। त्यही भएर मेहनत गर्ने गर। धन्यवाद।